हजुरहरूले चिन्ह देखाउँदा चाहिँ जहिले पनि सुन्दै आउनुभएको कि ओहो तपाईँको 7:30 सुरु भएर रहेछ, ख्याल गर्नुहोला, एक्सिडेन्ट हुनसक्छ अथवा धनको क्षति हुनसक्छ, कुनै दुर्घटना हुनसक्छ, ओहो तपाईँको जीवन त अब दुःखमयतिर जाने भयो, यस्तो कुरा सुन्दै आउनुभएको होला। नत्र अर्को कुरा भनेको चाहिँ तपाईँको 7:30 सकेको छ, खुसीको खबर, अब तपाईँलाई राम्रो हुन्छ, राम्रो फल आउनेछ, राम्रो ठाउँमा काम पाउनुहुनेछ, धनको वर्षात हुनेछ, यस्तो कुरा सुन्दै आउनुभएको होला। तर यो कतिको सत्य छ, के छ कि 7:30 हुने बित्तिकै डराउनु पर्ने हो त, या 7:30 सकिने बित्तिकै राम्रो हुने हो त भन्ने कुरा चाहिँ आउनुहोस् बुझौँ। सुरुमा यो बुझौँ कि 7:30 कोले गर्दा हुन्छ, कुन कुन ग्रहले गर्दा हुन्छ, र 7:30 नै किन भन्ने हो, र 7:30 चाहिँ के को लागि हो, र 7:30 मा के हुन्छ त, यो कुरालाई बुझौँ। सुरुमा चाहिँ 7:30 नै किन भनेको, 7:30 चाहिँ किन भनेको भन्दाखेरि चाहिँ 7.5 वर्षको हुने भएको भएर 7:30 भनिएको, र जहिले पनि 7:30 को सँगसँगै चाहिँ हाम्रो ढैया भन्ने चाहिँ आउँछ। ढैया भनेको चाहिँ 2.5 अथवा 2.5 वर्षको, 2.5 वर्षको हुने यसले चाहिँ त्यति धेरै प्राथमिकता पाउँदैन, जुन चाहिँ 7:30 को अगाडि चाहिँ है, किनकि 7:30 चाहिँ अब 7.5 वर्ष लाग्ने भएको चाहिँ मान्छे डराउने भएर भन्ने गर्दछ र बढी पपुलर रहेको छ। अब 7.5 किन भन्ने यो कुरा चाहिँ बुझौँ। पहिला शनि ग्रह चाहिँ कुनै ग्रहमा छिरेरदेखि निस्किने बेलासम्मको जुन समय लगाउँछ नि, त्यो चाहिँ 2.5 वर्षको हुन्छ। जुन चाहिँ अघि मैले ढैया भनिराखेँ नि, शनि ग्रह एउटा राशिमा छिरेदेखि त्यो छिरेर अर्को राशिमा नपुग्दासम्म जुन टाइम ट्राभल छ, उनको जुन टाइम उनले लिन्छन् नि, त्यो चाहिँ 2.5 वर्षको हुन्छ। र 7.30 बन्नको लागि चाहिँ 3टा राशि चाहिन्छ है। त्यही भएर 3टा राशिलाई 3 × 2.5 गर्नु त कति हुन्छ, 7.5 हुन्छ। त्यही भएर 7.30 बनिएको। अब जन्म कुण्डलीबाट चाहिँ 7.30, जन्म कुण्डलीबाट मात्रै चाहिँ 7.30 हेर्न मिल्दैन। किन भन्दाखेरि 7.30 हेर्नलाई जन्म कुण्डली र हाम्रो अर्को भनेको गोचर कुण्डली चाहिन्छ। जन्म कुण्डली चाहिँ तपाईँहरूको जन्म कुण्डलीमा हुन्छ, त्यहाँ नवंश कुण्डली हुन्छ, अझ एडभान्स छ भने अरू कुण्डली पनि हुन्छ, तर गोचर कुण्डली हुँदैन, कहिले पनि हुँदैन। अब जन्म कुण्डली र गोचर कुण्डलीमा के फरक छ? तपाईँ मानौँ अहिले कोही भर्खरै जन्मियो है, अब हाम्रो आकाश जन्मिने बित्तिकै हामीले के गर्छौँ, त्यसको चिन्ह बनाउँछौँ। चिन्ह कसरी बनाउँछ त, ऊ जन्मिँदाखेरि आकाशमा अथवा हाम्रो ब्रह्माण्डमा कुन ग्रह कहाँ थिए, पृथ्वीको नजिक को थियो, कसको ग्रहको नजिक को ग्रह नजिक थिए, को टाढा थिए, चन्द्रमा कता थियो, औँसी थियो कि पूर्णिमा थियो, यो सम्पूर्ण कुरा क्यालकुलेट गरेर हामीले चिन्ह बनाउँछौँ है। तर त्यो भनेको चाहिँ के हो, चिन्ह एक्चुअली बनिसकेपछि त्यसमा दशा बाहेक अरू केही पनि चेन्ज हुँदैन। भन्नुको मतलब तपाईँको शनि ग्रह 7 मा छ भने, 7 नम्बर लेखेकोमा छ भने चाहिँ, अथवा तुला राशिमा छ भने, तपाईँले 2 वर्षपछि हेर्नु भने त्यो शनि ग्रह पनि त्यही तुला राशिमै हुन्छ, त्यहाँबाट चेन्ज हुँदैन। भन्नुको मतलब कोही जन्मियो, जन्मिने बित्तिकै हामीले आकाशमा फोटो खिच्यौँ, अब त्यो फोटो कहिले चेन्ज हुन्छ त, चेन्ज हुँदैन। त्यो भयो हाम्रो जन्मकुण्डली। हामीले अरू बेला सबै बेला हेर्ने चाहिँ जन्मकुण्डली नै हो, तर 7.30 को लागि चाहिँ हामीले गोचर कुण्डली पनि हेर्नुपर्ने हुन्छ। गोचर कुण्डली चाहिँ किन हेर्नुपर्ने हुन्छ भन्दाखेरि, गोचर कुण्डली भनेको चाहिँ यो चलिरहेको टाइममा कुन ग्रह कतातिर छ, कुन राशिमा बसेको छ, कुन ग्रह कुन राशिमा को छ, अथवा को सँगै छ, सम्पूर्ण कुरा हेरिन्छ। अब गोचरमा चाहिँ हामीले शनि हेर्छौँ। शनि भनेको चाहिँ अब गोचरमा शनि हेर्छौँ भनेको मतलब यो समयमा शनि कुन राशिमा छन् त्यो कुरा ख्याल गर्छौँ है, कुन राशिमा छन्। र हामीले अब जन्म कुण्डली हेर्छौँ। जन्म कुण्डलीमा चाहिँ हाम्रो कुन राशि हो यो पत्ता लगाउँछौँ। हामीले जन्म कुण्डलीबाट जस्तो यो मेरो जन्म कुण्डली र मेरो जन्म कुण्डलीमा मैले मेरो राशि कुन हो त्यो पत्ता लगाउँछु पहिला, अनि गोचरमा शनि कहाँ छन् त्यो पत्ता लगाउँछु, अनि त्यसरी चेक गरिन्छ मलाई 7.30 छ या छैन, कति वर्षपछि लाग्छ, अथवा सकियो कि, अथवा ढैया सुरु भयो कि, यो कुरा पत्ता लगाउँछौँ यसरी। अब आउनुहोस् म तपाईँहरूलाई सिकाउँछु कि कसरी हुन्छ। यहाँ इक्जाम्पलमा देखाए अनुसारले मानौँ यो कुण्डली कसैलाई मिल्ला कसैलाई नमिल्ला, तर एउटा इक्जाम्पल देखाएको है। यहाँ के लेखेको छ, पहिला सुरु के पत्ता लगाउनु, चन्द्रमा कहाँ छ। अब चन्द्रमालाई कुण्डली अनुसार फरक फरक स्टाइल लेखेको हुन्छ। कसैले चन्द्रमा नै लेखेको हुनसक्छ, कसैले च भनेर लेखेको हुन्छ, कसैले इङ्ग्लिसमा CH भनेर लेखेको हुनसक्छ। यहाँ पत्ता लगाउनु कि चन्द्रमा कहाँ छ। हेर्नुहोस् त, जहाँ 10 लेखेको छ त्यहाँ चन्द्रमा छ। भन्नुको मतलब 10 कोठामा होइन, 10औं कोठामा चाहिँ होइन,
10 लेखेको ठाउँमा चाहिँ चन्द्रमा छ। अब यहाँ हेर्नुहोस् 10 कहाँ छ, 10 यहाँ छ र 10 भनेको कुन राशि रहेछ, मकर राशि। 1 भएको भए चाहिँ के हुन्थ्यो, मेष राशि हुन्थ्यो। त्यस्तै गरी 10 भएको के रहेछ, मकर राशि। अब चन्द्रमा जतियो नम्बरमा लेखेछ अथवा जतियो राशिमा बस्छन् त्यो राशि नै हाम्रो राशि हुनेछ भनेको मतलब चन्द्रमा बसेको 10मा 10 भनेको मकर राशि, मकर राशि भनेको अब के भयो त, यो कुण्डलीको राशि भयो है। यसरी बताउनुहोस्। अब यो कुण्डलीको राशि चाहिँ 10 रहेछ अथवा मकर रहेछ। अब 7.5 लाग्नलाई के चाहिन्छ त, शनि चाहिन्छ। अब कसरी लाग्छ त, अब यो 10 लेखेको कोठा छ नि जुन, त्योभन्दा अघिल्लो कोठा अथवा अघिल्लो राशिमा शनि छन् भने पनि के भयो त, त्यो भनेको सुरुवाती 7.5 भयो अथवा पहिलो 7.5। अब आफ्नो राशि कोठामा बसे भने के भयो त, बिचमा आएर बसे, त्यो भनेको मध्य 7.5 र त्यसपछि अघिल्लो राशिमा गएर बस्यो भने त्यो भनेको अन्तिम 7.5। अब यो के भयो, 3टा कोठा पार भयो। अब योभन्दा अगाडि गयो भने 7.5 सकियो भन्नुको मतलब आफ्नो राशिको अघिल्लो राशि या आफ्नो राशि र त्यसपछिको राशिमा बस्यो भने 7.5 लाग्दो रहेछ। अब यो कुरा फिक्स हो कि आफ्नो राशिको अघिल्लो राशिमा यदि शनि छन् भने त्यसपछि आफ्नो राशिमा पनि आउँछन् र अघिल्लो राशिमा जान्छन् र त्यसरी अर्को राशिमा गएर पार हुन्छन्। यो कुरा चाहिँ फिक्स हुन्छ। तर हामीले के ख्याल गर्नु पर्यो कि हाम्रो अघिल्लो राशिमा कहिले आए, अब बिचमा कहिले आउँछन् र त्यसपछिको राशिमा कहिले जान्छन्, यो क्याल्कुलेट गऱ्यो भने चाहिँ 7.5 वर्षको कति बाँकी छ अथवा आउन कति समय रहेछ, अब मैले भोग्न भन्नुको मतलब मैले अब 7.5 भोग्न कति बाँकी छ, यो सबै कुरा क्याल्कुलेट गर्न सकिन्छ। अब ढैया भनेको चाहिँ के हो, ढैया भनेको 2.5 वर्षको। अब ढैया चाहिँ अलिकति छुट्टै गरी यसको छुट्टै रुल छ। रुल चाहिँ के छ भने आफ्नो राशि कोठाबाट गनेर अघिल्लो 4 कोठा है, अघिल्लो 4औं स्थान या 8औं स्थानमा शनि छन् भने चाहिँ के हुन्छ त, ढैया लाग्छ। भनेको मतलब 2.5 वर्ष चाहिँ शनिको 7.5 स्टाइलकै फल चाहिँ भोग्नु पर्ने हुन्छ, तर 2.5 वर्ष मात्रै। अब यहाँ इक्जाम्पल दिन्छु। यहाँ चन्द्रमा 10 लेखेकोमा छ। अब यहाँबाट गनेर जानुस् 1 2 3 4। यदि तपाईको राशिमा शनि बसेका रहेछन् भने चाहिँ तपाईलाई ढैया लाग्ने छ अथवा यो मकर राशि हुनेलाई चाहिँ ढैया लाग्यो। आफ्नो राशि कोठाबाट गर्नु है 1 2 3 4। त्यहाँनिर यदि शनि छन् भने गोचरमा है, गोचरमा शनि छ भने चाहिँ ढैया हुने भयो। अब त्यो 4, अब 5 6 7 8। यदि 8औंमा रहेछन्, 4औंमा रहेछन्, 8औंमा रहेछन् भने पनि शनि ढैया लाग्ने भयो। भन्नुको मतलब 2.5 वर्षको फल भोग्नु पर्ने हुने भयो। राम्रो फल पनि हुन सक्छ, नराम्रो फल पनि हुन सक्छ। अब यो कुरा त भयो। अब रिसेन्ट कुरामा छन्। अहिले गोचरमा चाहिँ हाम्रो शनि कहाँ छन् भन्दाखेरि मीन राशिमा छन्। मीन राशि है। अब यो कुरा चाहिँ कसरी पत्ता लगाउने कि गोचरमा शनि कहाँ छन् कहाँ छैनन् भन्ने कुरा चाहिँ, अब गोचरमा शनि कहाँ छन् छैनन् भन्ने कुरा पत्ता लगाउन चाहिँ हामीले कि त पात्रो हेर्नुपर्ने हुन्छ या त गुगलमा सर्च गर्नुपर्ने हुन्छ, नत्र तपाईले मेरो सिम्पल आइडिया कुण्डली बनाउने एपहरु हुन्छ नि, आजको डेट हाल्ने अनि ठ्याक्कै त्यो आउँछ क्या शनि कहाँनिर बसेन भने त्यो पनि पत्ता लगाउन त्यसै पत्ता लगाउन सक्नुहुन्छ। या पुरोहित अथवा घर छेउमा कोही ज्योतिष हुनुहुन्छ भने उहाँलाई सोध्न सक्नुहुन्छ कि शनि यतिखेर कुन राशिमा छन् भनेर सोध्न सक्नुहुन्छ। अरु राशि चाहिँ अरु ग्रह चाहिँ छिटछिटो चेन्ज हुने भएर याद नहुन सक्छ, तर शनि चाहिँ 2.5 वर्ष लाउने भयो चेन्ज गर्न, 2.5 वर्ष लाउने र 7.5 पनि ख्याल गरिराख्नु पर्ने भएको भएर चाहिँ प्रायलाई याद भइरहन्छ। अथवा यदि याद छैन भने उहाँहरूले पात्र खोलेर भनिदिन सक्नुहुन्छ हजुरहरूलाई है। अब अहिलेको सिचुएसनमा जाम, कसको 7.5 सकियो, कसको 7.5 सुरु भयो र कसलाई ढैया लागेको छ यो पत्ता अहिले चाहिँ हाम्रो रिसेन्टली गोचर हेर्दाखेरि चाहिँ शनि चाहिँ हाम्रो मीन राशिमा बसेका छन्। मीन भनेको 12औं लेखेको राशि। अब मैले अघि के भने आफ्नो
राशिको अघिल्लो आफ्नो राशि र त्यसपछिको जुन राशि छ नि ती तीनटा कोठामा यदि शनि छन् भने चाहिँ 7.5 लागेको हो भनेर भने नि। आफ्नो राशिको अघिल्लो भनौँ पहिला को राशिमा बस्यो भने सुरुवात, आफ्नो राशिमा आयो भने मध्य र त्यसपछिको राशिमा बस्यो भने अन्तिम है। अब के छ त अहिले चाहिँ 12 लेखेको अथवा मीन लेखेकोमा चाहिँ शनि छन् भनेपछि अब कोलाई लाग्यो कसको सकियो भन्ने कुरा चाहिँ पत्ता लगाउँ है। 12 लेखेकोमा शनि छन् भनेपछि अब 12 लेखेको मीन राशि भयो। मीन राशिलाई त अब 7.5 लाग्यो जो है, किनकि 12मा लेखेको छ भनेपछि लाग्यो मीन राशिलाई 7.5 लाग्यो। अब 12 भन्दा अगाडि के आउँछ 11 अथवा 11। 11 भनेको चाहिँ कुन हो त? 11 भनेको चाहिँ हाम्रो कुम्भ राशि। कुम्भ राशिलाई पनि 7.5 रहेछ है। र 12 को अगाडि के आउँछ? 12 पछि त 1 आउँछ हाम्रो राशिमा, किनकि 1 देखि 12 सम्म मात्रै हुन्छ भनेपछि हाम्रो मेष राशिलाई पनि 7.5 लाग्यो। मीन राशिकोलाई चाहिँ मध्य 7.5 लाग्यो। कुम्भ राशिकोलाई चाहिँ अन्त्य, किनकि कुम्भ पछि मीन आयो त्यसपछि त शनि अन्त जाने भयो र त्यसपछि कुम्भलाई 7.5 लाग्दैन है। अब कुम्भको लागि 2.5 वर्ष बाँकी रहेको छ 7.5 लाग्न। कुम्भको लागि चाहिँ 2.5 वर्षसम्म चाहिँ 7.5 छ, त्यसपछि छैन है। त्यसपछि अब कति फेरि अरू ग्रह चाहिँ घुम्दै आउनुपर्छ है, त्यसको लागि 30 वर्ष त मिनिमम लाग्छ। अब के भयो त? अब मीनलाई पनि लाग्यो, कुम्भलाई लाग्यो, कुम्भलाई अन्तिम लाग्यो, मीनलाई मध्य लाग्यो, मेषको सुरुवात हो भनेको मेष राशिहरूलाई चाहिँ 7.5 भर्खरै सुरु भएको छ। अब 7.5 वर्षसम्म 7.5 को फलहरू चाहिँ भोग्नुपर्ने हुन्छ। अब अर्को कुरा रह्यो ढैया। ढैयाको कसलाई लाग्यो त भन्ने कुरा पत्ता लगाउनु पर्यो है। ढैया चाहिँ अहिले सिंह राशिलाई र हाम्रो धनु राशिलाई लागेको छ। ढैया कसरी भन्दाखेरि सिंह राशिबाट गर्नु त, सिंह भनेको चाहिँ 5 बाट गर्नु। 1 2 3 4 5 6 7 8 शनि ठ्याक्क 8औँमा पऱ्यो नि होइन, भनेपछि ढैया लाग्यो। अब धनुबाट गर्नुहोस् 1 2 3 4 शनि ठ्याक्क 4मा पऱ्यो नि, हो ढैया लाग्यो। भनेको आफ्नो राशिबाट चाहिँ 4औं स्थान या अघिल्लो 4 स्थान या अघिल्लो 8औं स्थानमा यदि शनि छन् गोचरमा भने चाहिँ ढैया लाग्छ। यो रह्यो चाहिँ फर्मुला है। अब मैले बुझाएको हजुरहरूले बुझ्नुभयो कि भएन यदि कमेन्टमा लेख्नु। यदि बुझ्नु भएको छैन भने चाहिँ म फेरि एकचोटि व्हाइट बोर्डमा बरु स्केच गरेर भए पनि तानतुन पारेर भए पनि हजुरहरूले बुझाउँछु, किनकि यो खासै त्यस्तो अप्ठ्यारो नहोला भनेर मैले चाहिँ आज व्हाइट बोर्डमा केही पनि नगरिकन यति बनाइदिए भिडियो होइन। अब यो भनेको चाहिँ कस्तो फल हुन्छ, फलको कुरा गरौँ है। फलको कुरा गर्नुपर्दा चाहिँ यो चाहिँ कस्तो खालको हो भने चाहिँ तपाईँको 7.5 भनेको एज अ ट्रेनिङ पिरियड भन्छु म चाहिँ है। जस्तो तपाईँले पुलिस आर्मीमा भर्ना हुँदाखेरि चाहिँ सिधै तपाईँ गएर काम गर्नुहुन्न नि त, पहिला ट्रेनिङ गर्नुहुन्छ। भनेको मतलब तपाईँले एकदम गाह्रो कुरा भोग्नुपर्ने हुन्छ ताकि अघिल्लो फेजहरूमा तपाईँलाई सजिलो होस् भनेर। तर ट्रेनिङ कहिले पनि साधारण हुँदैन, त्यही भएर दुःख पाउने, गाह्रो हुने, टाढा हुनुपर्ने घरबाट, यस्तो विभिन्न कुराहरू चाहिँ घटना हुनसक्छ। र अर्को भनेको चाहिँ के भन्दाखेरि तपाईँले यदि केही कामहरू गरिराख्नु भएको छ, मजाले सरल वेमा गइरहेको छ, सरल तरिकाले गइरहेको छ भने चाहिँ भविष्यमा यस्तो अप्ठ्यारो आइदेला र गाह्रो पर्ला, एकैचोटि गाह्रो होला भन्ने कुरा जुन हुनसक्छ नि त भविष्यमा। कहीँ अब मजाले मैले सरल काम गरिरहेको थिएँ, भविष्यमा एकैचोटि गाह्रो पनि त हुनसक्छ नि, केही झटक्क हो त्यस्तो एकदम गाह्रो भइहाल्यो भने चाहिँ एकैचोटि नाच्यो नि त भनेर बिचबिचमा आइरहेको छ क्या 7.5 है। बिचबिचमा यसो धक्काधुक्की दिन। अब जस्तो तपाईँको प्रगतिको ग्राफ माथि सर बढिरहेको छ भने हल्का डाउन गरिदिने, एकछिन 7.5 वर्ष चाहिँ डाउन गरिदिने, ताकि मान्छे दौडिरहेको मान्छे एकछिन झस्कियोस् है, अलिकति ओहो ख्याल गरोस्, हो यस्तो खालको हो खासमा। अब यो कसरी लिने भन्दाखेरि चाहिँ तपाईँले कसरी लिनुहुन्छ यसलाई। जस्तो अरूको कस्तो हुन्छ नि, ग्रह निचो भयो भने चाहिँ धेरै नै दुःख हुन्छ है, ग्रह उच्च भयो भने चाहिँ धेरै नै फाइदा हुन्छ। तर 7.5 चाहिँ के भन्दाखेरि तपाईँलाई एज अ लगाम लगाएको अथवा
धेरै दौड्न नदिएको समातेको जस्तो हो क्या, अथवा कुनै ट्रेनिङमा पठाइदिएको जस्तो, जस तपाईँले अब लिने कसरी भन्ने कुरा मात्रै फरक पर्ने हो। बुझ्नुहोस् कि अब यसले चाहिँ जे घटाउँछ तपाईँलाई अघिल्लो चोटि घट्न सक्छ है भनेर तपाईँ अहिले नै प्र्याक्टिस गराएको भन्ने टाइपको बुझ्नुहोस् कि है। त्यही भएर यसलाई एकदम सिरियसली नलिनु चाहिँ भन्दिनँ, सिरियसली चाहिँ लिनु है, किनकि दुःख चाहिँ अभियसली हुन्छ, 7.5 अभियसली दुःख हुन्छ। यदि तपाईँले मजाले पढिराख्नु भएको छ भने पढाइ बिग्रिन सक्छ, यदि तपाईँले मजाले घरबाट खुसीहरू पाइराख्नु भएको छ भने खुसी रोकिन सक्छ, अथवा लभ परिरहेको छ भने ब्रेकअप हुनसक्छ, अथवा केही बिग्रिन सक्छ सम्बन्ध, मजाले कामहरू गरेर राख्नु भएको छ भने अलिकति जागिरमा तलमाथि हुनसक्छ। यस्तो यस्तो सानोतिनो आइरहेको छ, यो चाहिँ ताकि पछि गएर चाहिँ तपाईँहरूलाई यस्तो कुरा फेस गर्दा चाहिँ अनुभव होस् भनेर चाहिँ आइराख्ने। त्यही भएर यसलाई एकदम ओहो ल मरे भने चाहिँ सोच्नु पर्दैन, तर लाइक यो चाहिँ हुन्छ भनेर बुझ्नु। तर यही ठाउँमा अब जस्तो कुण्डलीमा शनि निचो हुन्थ्यो भने चाहिँ फेरि अरू कुरा हुन्छ, किनकि त्यसमा चाहिँ धेरै नै तबाह हुन्छ नि, तहस नहस हो त्यस्तो टाइपको हुन्छ। तर यो अहिले चाहिँ 7.5 चाहिँ त्यस्तो खासै डराउनु चाहिँ पर्दैन, तर दुःख चाहिँ भोग्नुपर्छ, फरक कुरा त्यति हो है। यदि तपाईँहरूले मैले भनेको भिडियो चाहिँ अझै बुझ्नु भएन भने चाहिँ कमेन्टमा लेख्नु होला, म स्केच बोर्डमै बरु ड्र भनेर त्यो बनाएर तानेर तुनेर के हुन्छ कसरी हुन्छ अझ राम्रो मेथडले सिकाउनु पर्ने हुन्छ के हुन्छ म चाहिँ सिकाउने छु। आजको लागि यति नै। हस्त नमस्ते, धन्यवाद।